दर्शक नमस्कार अनि हार्दिक स्वागत छ। म उमेश नेउपाने। मैले तपाईहरुको बीचमा कहिलेकाहीँ सानातिना भिडियोहरू बनाउने गर्छु। आजको विशेष भिडियो भनेको नेपाली कांग्रेसको सन्दर्भमा बनाएको छु। नेपाली कांग्रेसले जुन विशेष महाधिवेशन गरिसकेपछि गगन थापा नेतृत्वको पक्षलाई जुन आधिकारिकता मानेर निर्वाचन आयोगले हिजो मात्र निर्णय गर्यो, त्यसपछिको कुराकानीहरू के कस्तो भयो भन्ने कुरा त सबैलाई थाहा नै छ। तर मलाई यो विषयमा चाहिँ जुन नेपाली कांग्रेसको नेतृत्व जुन गगन थापामा गयो, त्यो नेतृत्व जानमा विश्वप्रकाश शर्माले जुन प्रकारको एउटा मित्रता के जनमित्रता देख्यो, उनको उपनाम नै जनमित्रता नेता भनेर विश्वप्रकाश शर्मालाई चिनिन्छ भनेर उहाँको उपनाम पनि अब चाहिँ जनमित्र नेता विश्वप्रकाश शर्मा भनेर भन्ने दिन आयो। जुन नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूभन्दा जुनियर नेता, आफूभन्दा पछि उदाएका नेता गगन थापालाई नेता माने भनेर धेरैको टाउको दुखाइको विषयवस्तु बनेको छ। जुन विश्वप्रकाश शर्माले त्यति बौद्धिक नेता विश्वप्रकाश शर्मा राजनीति क्षेत्रमा चाहिँ धेरै लामो इतिहास बोकेको नेता हैन। उहाँले चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ उहाँको अध्ययन योगदान त छँदैछ, तर उहाँले गगन थापालाई जुन गगन थापा जतिको नेता उहाँले सोचेको त वास्तवमा भनेको देशको बारेमा हो। देशमा साच्चीकै आफूले भन्दा पनि बढी गर्न सक्ने भनेको त गगन थापा हो। आगामी दिनमा गगन थापाले नेतृत्व गर्ने हो भने सिङ्गो देश परिवर्तन हुन्छ र नेपाली जनताका महत्त्वकांक्षाहरू पुरा हुन्छन्, जनअपेक्षा अनुसारका कामहरू बन्छन् भनेर उनको त्यो नेतृत्व गर्ने क्षमता, उनको त्यो प्लानिङ, उनको त्यो एउटा सवाल जवालको क्षमता हैन, उनले चाहिँ जुन स्वास्थ्य मन्त्री हुँदाखेरि स्वास्थ्य क्षेत्रमा गरेको त्यो त्यत्रो धेरै कामहरूका बारेमा चाहिँ उहाँले पुरै थाहा पाएर मात्रै गगन थापालाई चाहिँ आगामी दिनमा चाहिँ नेतृत्व दिनुपर्छ र अहिले पनि नेतृत्व गगन थापा नै नेपाली कांग्रेसको सही लिडरशिप भनेकै नै गगन थापा भनेर विश्वप्रकाश शर्मा जस्तो त्यस्तो व्यक्ति बौद्धिक नेताले चाहिँ गगन थापालाई नेता मान्दा हामीहरूको के टाउको दुखाइको विषय बन्यो त। गगन थापा यो समयमा गगन थापालाई धेरै व्यक्तित्वहरूले चाहिँ सहयोग गरे, कतिले सहयोग गरेनन्, त्यो आफ्नो ठाउँमा छ। तर यो समयमा एउटा यो कुरो पनि भन्नुपर्ने के हुन्छ भने यो विशेष महाधिवेशनको ताका जुन विशेष महाधिवेशन गर्नै पर्छ भनेर एउटा आन्तरिक रूपमा जुन रणनीति बनाएका थिए शेखर कोइरालाले र गगन थापा विश्वप्रकाश समूहलाई नै सहयोग गर्नुपर्छ। यो विशेष महाधिवेशन अहिलेको अपरिहार्य हो। यो नेपाली कांग्रेसको सर्वोच्च निकाय भनेकै विधान, त्यो विधानमा चाहिँ विशेष महाधिवेशन यो विशेष महाधिवेशनमा सहयोग गर्ने सबैलाई पनि हार्दिक बधाई छ। तर विशेष महाधिवेशनमा कसले कति सहयोग गर्यो भन्ने कुरा सबैलाई थाहा नै छ। तर यो विशेष महाधिवेशनमा चाहिँ विभिन्न प्रोपोगन्डा रच्ने चाहिँ सुनिल शर्मा, चन्द्र भण्डारी, शेखर कोइरालाको कारणले गर्दाखेरि यो उथलपुथल भएको। तर यसलाई सहर्ष स्वीकारेर उहाँहरू चाहिँ विशेष महाधिवेशनमा सहभागी भइदिएको भए विधानसम्म उहाँले चाहिँ कटिबद्ध भएर चाहिँ अडिग भइदिएको भए चाहिँ आज यो कांग्रेसको यो देउबापक्षीले चाहिँ आन्दोलन गर्नुपर्ने कुरै थिएन। अलिकति विशेष महाधिवेशनको पनि कुराकानी गरौँ। विशेष महाधिवेशन कस्तो अवस्थामा गर्न मिल्ने त? केन्द्रीय सदस्यले सर्टकटमा बुझौँ यो कुरा। केन्द्रीय सदस्यले चाहिँ आह्वान गरेको अवस्थामा विशेष महाधिवेशन हुन सक्नेछ। तर केन्द्रीय सदस्यले आह्वान गर्न मनसाय गरेनन् भने के गर्ने त? महाधिवेशन प्रतिनिधिले माग गरेर जुन माग गरेको 40% माग गर्ने हो भने महामन्त्रीले चाहिँ विशेष महाधिवेशनको आह्वान गर्न सक्ने भन्ने प्रावधान नेपाली कांग्रेसको विधानमै छ। यो कुरा सबैलाई जगजाहेर नै छ। यो बारेमा धेरै कुरा लामो लम्ब्याउनु पर्ने कुरा नै छैन। अब अन्तिममा नेपाली कांग्रेसका श्रद्धेय नेता गगन कुमार थापाको नेतृत्वमा बनेको केन्द्रीय कार्य समितिलाई हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना।